हेलो नमस्ते वेलकम टु राज सिस्टर्स। मेरो नाम चाहिँ दीक्षा राउत हो, तपाईँलाई थाहा छँदैछ। र आज चाहिँ हामी राज सिस्टर्स भेला भएको छौँ केही समसामयिक विषयको बारेमा कुरा गर्नको लागि। र त्यो सर्वसम्मतै छ कि अहिले नेपालमा के भइरहेको छ, अहिले सिचुएसन र अहिलेको डेभलपमेन्ट के भइरहेको छ त्यो पनि तपाईँहरूलाई थाहा छ। तर त्यही पनि हाम्रो छलफल गर्ने क्रममा अलिकति कन्टेक्स्ट सेटिङ पनि गरौँ जस्तो लाग्यो। सो सेप्टेम्बर 8मा चाहिँ जेनजी आन्दोलन भएको थियो होइन, आन्दोलन भएको थियो, नाम जेनजी हो भनौँ है। अनि त्यो क्रममा चाहिँ हाम्रो कस्तो खालको कन्टेक्स्टमा भएको थियो भन्दाखेरि सोसियल मिडिया ब्यान थियो। अनि अब त्यसले मलाई चाहिँ प्रत्यक्ष असर कसरी गरिरहेको थियो भने म युजली चाहिँ फेसबुक इन्स्टाग्रामहरू चलाइरहेको हुन्छु, मेटाको प्रडक्ट्सहरू होइन, त्यो सोसियली कनेक्ट हुनको लागि। टिकटक त्यति चलाउँदिनँ। तर अरू सोसियल मिडिया प्लेटफर्म्स ब्यान भइसकेपछि म चाहिँ टिकटकमा जोइन भएँ, जुन मेरो छन चाहिँ थियो तर म त्यति साह्रो चलाउँदिनँ थिएँ। अनि टिकटक चलाउँदै जाँदाखेरि सेप्टेम्बर 7तिर आई केप्ट सिइङ इन्फ्लुएन्सर्स एन्ड सेलिब्रिटिज टकिङ अबाउट हुन्छ नि हाम्रोमा करप्सन कति धेरै छ। अनि जस्तो एनओसी लिन जाँदाखेरि, विदेश जाने बेलामा एनओसी लिन जाँदाखेरि पनि लाइन बस्नुपर्ने जस्तो कुराहरूदेखि लिएर कहीँनेरि मालपोतमा केही हुन्छ रेभेन्यू अथवा केही ट्याक्सहरू तिर्नु पर्यो भने पनि कति गाह्रो छ भन्ने कुराहरूको विषयमा एकदम छलफल भइरहेको थियो। त्यस्तै गरेर नेपो बेबिजहरूको बारेमा पनि एकदमै स्क्रोल गरेपछि हरेकजनाले रिपोर्ट्स आफ्नो ओपिनियन सेयर गरिरहनु भएको थियो। अनि यो के ट्रेन्ड रहेछ जस्तो लागिरहेको थियो है मलाई। अनि यो चाहिँ नि जेन्जीले गरेको हो, स्पेसिफिक एज ग्रुप्सको मान्छेले, अहिलेको यङ्स्टर टिनेजर्स टर्निङ इन्टु देयर 20s एज वेल होइन। जेन्जी त्यो एज ग्रुपलाई भन्छ, उहाँहरूले चाहिँ एउटा प्रोटेस्ट गर्ने यो करप्सनको व्यथितिको बारेमा भनेर एकदम धेरै भ्युज आइरहेको थियो। अनि सेप्टेम्बर 8मा हुन लागेको रहेछ है भन्ने कुरा मलाई थाहा भयो। अब सेप्टेम्बर 8 पनि भयो, अब आफ्नो काममै व्यस्त थियो त्यो बेला है। अनि अनलाइनमा हेर्ने क्रममा चाहिँ यो स्टार्ट भएको यो जेन्जी आन्दोलन सुरु भयो भन्ने थाहा भयो। तर बिचमा ब्रेकमा यसो हेर्दाखेरि कर्फ्यू लागिसकेको थियो 1-2 बजेको समयमा। त्यसपछि सबैजनालाई थाहा छँदैछ हाम्रो युवा स्टुडेन्ट्सहरू मारिनु भयो होइन त्यसमा। अनि एकाएक यो कन्ट्री नै एउटा सकमा गए जस्तो भयो क्या। एउटा रुममा बसेर वेन युआर लुकिङ आउट ओन्ली हुन्छ नि द थिङ्स द्याट यु क्यान सी फिजिकली इज ओके, तर एभ्रिथिङ एल्स फेल्ट लाइक फलिङ डाउन। अनि त्यति बेलै 10जना बित्नुभयो भन्ने कुरा आयो, त्यसपछि 12जना बित्नुभयो भन्ने कुरा आयो त्यो प्रोटेस्टको द्वन्द्वमा। र मारिनुभयो भनौँ भनौँ हुन्छ, मृत्यु भयो पनि नभनौँ, मारिनुभयो। र त्यसपछि चाहिँ एउटा कन्ट्री नै सकमा गयो। र मेरो हस्बेन्ड र म ऊ अफिसबाट आइसकेपछि हामी त रेगुलर सबैजनाको लाइफस्टाइल त्यही होला, रेगुलर जुन लाइफस्टाइल हुन्छ त्योबाट गएर युआर ओन्ली टकिङ अबाउट द ट्रेजेडी, यु वान्ट टु क्राई एज इफ इट्स ह्यापनिङ इन यर ओन होम, त्यस्तो खालको भइरहेको थियो। अनि त्यसपछि प्रोग्रेसनहरू हुँदै गयो। अनि दिदीहरूको विषयमा पनि मलाई यो कुरा चाहिँ एकपल्ट हुन्छ नि जान्न मन लाग्यो। हजुरहरू बाहिर बस्दाखेरि अनि हजुरहरूले पनि हेर्छै होला यो इभेन्टहरू कसरी लिइरह होइसिन्थ्यो हजुरले, यहाँनिर जे जे अनफोल्ड भयो मिडियामा कसरी आइरहेको थियो, इन्टरनेसनल मिडियाबाट पनि हेर्छु होला, डोमेस्टिक सोसियल मिडियाजहरूबाट पनि। मैले चाहिँ कसरी थाहा पाएँ भने मलाई चाहिँ एक्ज्याक्टली याद छ क्या त्यो दिन। म मन्डे प्राय अफिसबाट काम गर्दिनँ, घरबाटै गर्छु। मेरो चाहिँ घरबाट र अफिसबाट दुइटैबाट गर्न मिल्छ। तर त्यो दिन चाहिँ मन्डे मेरो इन्डियाबाट पनि टिमहरू आएकोले हाम्रो टिम लन्च हुने थियो, त्यो भएर म बिहानै अफिस गएँ। अनि बिहान अफिस गएपछि म अफिसमा काम गरिरहेको थिएँ। अब त्यहाँ त केही पनि चेन्ज भएको छैन नि त, मेरो रेगुलर काम भइरहेछ। अब 12 कति बेला सबैजनाको मिल्छ र लन्च जाने भन्ने कुरा भइरहेको थियो होइन। अनि 12 जति बज्यो। अनि त्यसपछि मलाई निरज मेरो हस्बेन्डले के अरे कल गर्यो। अनि त्यसपछि कल गरेपछि मैले उठाएँ। अनि उसले त नेपालमा के भइरहेको रहेछ है भनेर भन्यो। अनि त्यसपछि मलाई चाहिँ फर्चुनेटली अर अनफर्चुनेटली नेपालमा कहिले काहीँ केही न केही त भइ नै रह हुन्छ नि त। कहिले काहीँ बाढी आइरह हुन्छ, कहिले के भइरह हुन्छ। अब त्यो मध्ये नै अब हुन्छ नि केही भयो होला जस्तो लाग्यो मलाई। अनि किन के भएर भनेर नि ऊ हेर न मिडियाहरू के भइसकेछ, आन्दोलन भएर के भइसकेछ भनेर भन्यो। अब अलिअलि म न्युजहरू फलो गर्ने भएकोले मलाई आन्दोलन हुन लागेको छ जेन्जीको भनेर जसरी दीक्षाले भनी त्यसरी थाहा थियो। तर अब त्यही अब माइती घर मण्डलामा अस्ति राजाको पनि आन्दोलन भएको थियो, हुन्छ नि राजा ल्याउने भनेर पनि आन्दोलन भएको थियो। त्यस्तै खालको कुनै आन्दोलन भयो होला जस्तो लाग्यो। अनि एकदम अनफर्चुनेट हो, तर त्यो राजा ल्याउने आन्दोलनमा पनि 1-2जनाको मृत्यु भएको थियो होइन, मारिनु भएको थियो भनौँ न। त्यस्तै अब त्यस्तो भइरहेको छ नेपालमा। अनि त्यस्तै त्यो हदसम्म केही भयो होला भन्ने भयो। अनि उसले मलाई छिटो हेरिहाल इन्स्टाग्रामहरू भनेर भन्यो। अनि मैले इन्स्टाग्राममा हेरेँ। हेर्दा त मैले त
पहिलो कुरा नै मैले के देखेँ भने म 12 बजे म त्यो मिटिङमा अब म के अरे टिमसँग लन्च जाने मुडमा म छु होइन। अनि एउटा ड्रेस लगाएको यस्तै 17-18 वर्षको एउटा भाइ भनौँ न होइन, हाम्रो भाइको उमेरको मान्छे यसरी यहाँ ठ्याक्कै यहाँ गोली लागेको छ अनि यसरी लड्याछ, यहाँबाट रगतको धारा ऊ भइरहेछ अनि कसैले उसलाई होल्ड गरिरहेछ क्या पछाडिबाट होइन। त्यो देखेपछि त हुन्छ नि त्यो वर्ल्ड, त्यो मेरो दिमागमा चाहिँ अब वर्ल्ड, मेरो वर्ल्ड त फलिङ अपार्ट भएको छ नि त मेरै अगाडि, तर वरिपरि सबै कुरा सामान्य छ क्या। अब म नेपालमा भएको भए त हामी सबैजना एउटै न्युज सोर्स हुन्थ्यो, अब एउटै कन्टेक्स्ट हुन्थ्यो अनि मैले कसैलाई भन्न पनि मिल्थ्यो यहाँ यस्तो भइरहेछ भनेर होइन। अब म त टिम लन्च जानलाई रेडी छु, अब मैले कसैलाई अनि मैले अलिकति जो अलिकति आफ्नो मिल्ने कलिग हुन्छ उनीहरूलाई चाहिँ अब भने होइन नेपालमा चाहिँ एकदमै आन्दोलन भइरहेको रहेछ भनेर। तर अहिले वर्ल्डको स्थिति जस्तो छ, गाजामा पनि आन्दोलन भइ नै रहेछ, बङ्गलादेशमा पनि आन्दोलन भइ नै रहेछ, श्रीलङ्कामा पनि आन्दोलन भइरहेछ। सो उनीहरूलाई त अफकोर्स छुने कुरै भएन। मैले त्यति मात्र भने, लन्च गएँ। युजली म के अरे अब भेजिटेरियन खान्न, तर त्यो दिन म खानै पनि सकिनँ क्या मैले। अनि अब त्यो अब लन्चमा रुड हुन्छ भनेर मात्र म गएँ, अनि त्यो खाना पनि निलिँदै निलिएन कि भेजिटेरियन लिएँ। अनि त्यसपछि त्यो होल टाइम त्यो दिमागमा त्यही भइरह्यो। अनि त्यसपछि म घर आएँ। अनि त्यस पछाडि भोलिपल्ट त अब एकदमै ऊ भइहाल्यो नि त, के भयो के भयो, त्यो संसारै उलट पुलट भयो। सो मैले चाहिँ छुट्टी नै लिएँ किनकि मैले प्रोसेसै गर्न सकिनँ। घर आएपछि झन् त्यस्तै खालको भिजुअल्सहरू देखियो, त्यस्तै खालको झन् दर्दनाक कुराहरू देख्यो। अनि मैले छुट्टी लिएँ, एक दिन प्रोसेस गरेँ। तर अब दिनभरि 3-4 दिनदेखि नै हामी त्यही नै हेरेको हेरे भइराखेको थियौँ होइन। त्यही भएर नेपालमा धेरै दुःखदायी कुरा हुन्छ। तर यो चाहिँ अब पहिला पहिला चाहिँ आफूभन्दा ठुलो मान्छेहरूले आन्दोलन गर्नुहुन्थ्यो नि त, अनि त्यस पछाडि गार्जियनहरूले गरिराख्नु भएको छ, त्यही भएर उहाँहरूलाई केही थाहा छ होला जस्तो हुँदो रहेछ क्या। तर योपालि चाहिँ आफूभन्दा सानो भाइ बहिनीहरूले आन्दोलन गरेर, अनि उनीहरूले के को लागि आन्दोलन गरिरहेछन् भन्दा राम्रो होस् देशमा भनेर आन्दोलन गरिरहेका छन्। हाम्रै लागि आन्दोलन गरे हो नि त आफूभन्दा सानो बच्चा बच्चीहरूले। अनि त्यो क्रममा उनीहरू मारिँदा चाहिँ त्यो एकदमै कस्तो भन्ने, एकदम हेल्पलेस फिल भयो मलाई चाहिँ, एकदमै हेल्पलेस फिल भयो। एडिङ अन टु द्याट, मैले अब म बाहिर बसेको धेरै वर्ष भयो होइन। नेपालमा कम्पेयर गर्दाखेरि चाहिँ भुइँचालो जाँदाखेरि यस्तो ठुलो हुन्छ नि, सब धेरै मान्छेलाई असर गर्ने कुरा त्यति बेला भएको थियो। अनि त्यति बेला चाहिँ कसैको पनि गल्ती होइन, यो त अब नेचुरल डिजास्टर भयो। अनि सबैजना हेल्पलेस हुँदाखेरि, एउटा ठाउँको मान्छे हेल्पलेस हुँदाखेरि चाहिँ अलिक जानेर चाहिँ केही पनि क्षति धेरै भएको छैन, त्यहाँको मान्छेलाई हेल्प गर्न सक्ने खालको एउटा सिचुएसन थियो नि त। अनि मैले सोच्दाखेरि चाहिँ त्यति बेला ठुलो कुरा भएको थियो, तर सबै सिस्टमहरू इन्ट्याक्ट थियो होइन। अनि अब पुलिसहरूदेखि लिएर हस्पिटलदेखि लिएर सबै कुरा हेल्प लिन जाने ठाउँ थियो नि त योपालि चाहिँ। अनि प्लस त्यति बेला जुन एजको मान्छेहरू पनि, जस्तो पनि मान्छेहरूलाई असर भएको थियो। योपालि चाहिँ सुस्मिताले भनेको सानो बच्चा बच्चीहरू। अनि त्यसपछि त्यो सेकेन्ड डेमा चाहिँ जब अब आगजनीहरू हुन थाल्यो, अनि त्यो प्रोटेस्ट नै अर्को कतिवटा ग्रुपहरूले हाइज्याक गरे जस्तो भयो नि त। अनि त्यसपछि चाहिँ हेल्प लिन नै उनीहरू कहाँ जान्छन् होला, बाटोमा जाँदाखेरि पनि अब अर्को टिमहरूले त्यस्तै खालको हुलदङ्गा गरिरहेछ, जेलबाट कैदीहरू पुरा निस्किरहेछ। अब यो चाहिँ झन् डरलाग्दो नै सिचुएसन हुन थाल्यो कि त्यो सेकेन्ड डेको कुरा गर्दाखेरि चाहिँ। अनि मैले थाहा पाउँदाखेरि चाहिँ अब हामी त नेपालमा दिनभरि भयो हामी यहाँ सुतिरहेको छौँ। अनि बिहान उठ्दाखेरि चाहिँ मलाई त खासै बिहान उठेर मैले सोसियल मिडिया काममा जाने दिन चलाउँदिनँ। अनि पछिबाट सबैजना फ्यामिली ग्रुप कल भइरहेछ, अनि सबैजना जोइन भइरहेछ। युजली चाहिँ 2-3जना हाम्रो अब सबैजनामा 6जना मिस हुन्छ। मन त युजली मिस हुन्छन्, अस्ट्रेलियामा चाहिँ उसको टाइम जोन मिल्दैन। त त्यति बेला चाहिँ सबजना, अनि मतलब के भयो कसलाई के भयो हुन्छ नि, मलाई थाहै भएन अब यत्रो त्यस्तो नै भइसकेको छ भन्ने कुरा। कैदीहरू पनि छुट्ने, अनि त्यसपछि चाहिँ एकदम अनसर्टिनिटीको माहौल भयो कि अब कानुन अनुसार के हुन्छ नेक्स्ट स्टेप्सहरू, अहिले के भइरहेछ, किन अहिले प्रधानमन्त्री जो चुनिनु भयो उहाँ हुनुको कारण के भयो, किन भयो, त्यो सबै कुराहरूको बारेमा चाहिँ डिस्कसन गर्न आज चाहिँ हामीले यो भिडियो बनाएको पनि हौँ। सो लेट्स गेट टु द्याट। अब फर्स्ट डेको त कुरा भइहाल्यो होइन। हाम्रो युवाहरू बित्नु भयो अनि मारिए, अनि त्यसपछि
एकदम ट्रेजेडीको माहौल थियो, किनकि सबैजनालाई त्यो ग्रास्प गर्नलाई नै समय लागिरहेको थियो। अनि भोलिपल्ट भयो, अब सबैजना बेलुका चाहिँ पहिलो दिनमा चाहिँ कस्तो थियो भने यो चाहिँ एउटा फाइट अगेन्स्ट करप्सन हो, सबैजना आउनुपर्छ, एउटा सद्भावको भावना देखाउनुपर्छ भन्ने खालको भयो भने सेकेन्ड डे वाज मोर लाइक this is we have to retaliate, so it was more like retaliation battle। र पहिलो दिनमा जे भयो त्यो कुरा चाहिँ दुईटा समूहले मेरो विचारमा चाहिँ अब्जर्भ गरिरहेको थियो होला। एउटा चाहिँ जेनजी आफैले जसले चाहिँ रिलेट गर्न सक्छन् आफ्नो फ्रेन्ड्सलाई, मेरो अब आफ्नै भाइहरू पनि छन्, कजन्सहरू होइन, त्यही एज ग्रुपको, उनीहरू पनि प्रोटेस्टमा गएका थिए फर्स्ट दिनमा। सेकेन्ड चाहिँ जसलाई फाइदा हुन सक्थ्यो त्यो सिचुएसनको उनीहरूले पनि एनालाइज गरे होला। र त्यसले गर्दाखेरि चाहिँ जति हामीले विध्वंस देख्यौँ उनीहरूको त्यो लेभलकै होइन क्या त्यो डिस्ट्रक्सन। म त्यस्तो गर्न सक्छु, किनकि त्यो एज ग्रुप भनेको हाइली सेन्सिटिभ, बाटोमा हिँड्दा पनि कसैलाई ठोक्यो भने सरी भन्ने, थ्याङ्क यू भन्ने एउटा सिभिक सेन्स भएको जेनेरेसन हो। तर त्यो भन्दैमा सबैजना एकदमै सिभिल छन् भन्ने पनि होइन, केही अराजक पनि छन्, र त्यसमा चाहिँ अझै अराजक तत्त्वहरू चाहिँ थपिए पनि। त्यसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्टर म्याथमा थाहा पाउँदाखेरि जस्तो सिंहदरबार हामीले एउटा इन्फ्रास्ट्रक्चर जलेको देख्यौँ अथवा पार्लियामेन्ट जलेको देख्यौँ, तर नाउ वी नो, अब म चाहिँ अदालतमा काम गर्ने भएको हुनाले पनि वी नो द्याट त्यो हार्ड ड्राइभहरू जहाँनिर चाहिँ मुद्दाहरूको, इम्पोर्टेन्ट मुद्दाहरूको डेटाज इन्फर्मेसनहरू जुनमा रेकर्ड हुन्थ्यो, प्रदर्शनीकारीहरूले चाहिँ अब कति कुरा त हामीले जलेको देख्यौँ, सायद कम्प्युटर्स पनि जल्यो होला, हार्ड ड्राइभ पनि जल्यो होला भन्ने सोच्यौँ होइन, तर त्यो चाहिँ काहीँ पनि भेटिएको छैन। सो मोनिटर अनि हार्ड ड्राइभहरू चाहिँ लगेका छन् के, जस्तो जहाँ चाहिँ क्रिटिकल इन्फर्मेसन हुन्छन्। अनि भिडियोजहरूको मार्फत के पनि थाहा भयो भने अब सिंहदरबार लगायत अरू ठाउँमा पनि जुन चाहिँ सेन्सिटिभ इन्फर्मेसन्सहरू हुन्छन् त्यो दराजबाट झिकेर आगो लगाइदिएर अरू चाहिँ दे लेफ्ट बिहाइन्ड। अनि अब त्यो बमहरू हुन्छ नि, त्यो बारुद भएको बम, सो यत्रो यत्रो डल्लो त्योहरू पनि छोडिदिएको छ। सो त्यो चाहिँ रेजमा आएर मान्छेले मलाई रिस उठ्यो भनेर सायद एउटा म्याचेस लग्ला अथवा एउटा हुन्छ नि सानो हतियार लग्ला, एउटा भाटा लग्ला, म डिफेन्स चाहिँ आफूलाई गर्छु है भनेर लग्ला, तर बारुदसँग आउनु होइन। अनि पछि हामीले रोड्सहरूमा गन्सहरू पनि भएको व्यक्तिहरू देख्यौँ। त्यो गर्दाखेरि चाहिँ एकदम अर्गनाइज्ड वेमा कम्युनिकेसन पनि भइरहेको थियो इन्टर डिस्ट्रिक्ट, किनकि यहाँ जे भइरहेको थियो त्यो उदयपुरमा पनि भइरहेको थियो होइन। उदयपुरमा पनि उपमेयर हाम्रो हुनुहुन्छ होइन, उहाँको घरदेखि लिएर मेयरको घर, वडा अध्यक्षको घर, पार्टी कार्यालयहरू तिनटै पोलिटिकल पार्टीको सबै जल्यो। र त्यो कुरा चाहिँ सबै कुरा हरेक जिल्लामा रेप्लिकेट हुनु भनेको चाहिँ त्यो स्ट्राटेजिक कम्युनिकेसन हो होइन, त्यो एउटा रणनीति हो, एउटा जेनजीले गर्न डिस्ट्रक्सन। सक्ने कुरा होइन यो होइन। एजेन्सीले गर्न सक्ने होइन। र मलाई पहिला के लाग्थ्यो भने नेपाल अथवा कुनै पनि देशलाई डिस्ट्रक्ट गर्नको लागि चाहिँ दुईटा देशबीच द्वन्द्व हुन्छ, र द्वन्द्वमा चाहिँ अब न्युक्लियर वार वेपन्सहरू प्रयोग गरिन्छ अथवा एकदम एडभान्स वेपन्सहरू प्रयोग गरिन्छ, जसले गर्दाखेरि चाहिँ नट जस्ट एनिमीको ठाउँ बट अरू सिभिलियन्सको ठाउँ पनि डिस्ट्रक्सन गर्ने चान्सेस हुन्छ नि त, कोल्याट्रल ड्यामेज हुने चान्सेस हुन्छ। सायद त्यसरी चाहिँ एउटा देश डिस्ट्रक्ट हुन्छ होला जस्तो लाग्थ्यो। तर नेपालमा डिस्ट्रक्सन हुनको लागि चाहिँ त्यत्रो न्युक्लियर वेपन पनि चाहिएन, इट वाज जस्ट लाइक इन्स्टिगेसन चाहियो, र कुनै यस्तो अराजक तत्त्वहरू चाहियो जसले चाहिँ मेन कन्ट्रीको इन्फ्रास्ट्रक्चरमा अट्याक गर्यो क्या। जस्तो 3जना प्रहरीहरू मारियो, अहिले जुन पुलिस स्टेसन छ त्यहाँनिर त्यो पुलिस स्टेसन पुरै ध्वस्त भएको, पुरै आगो लागेर एउटा बिल्डिङ चाहिँ खडा छ तर भित्रको केही पनि छैन, त्यो आगोले बाहिरैबाट हजुरले देख्न सक्छन् त्यो आगोको मुस्लो कसरी गयो होला भनेर। अलि अगाडि गयो भने भाटबटी नि त्यत्तिकै डिस्ट्रक्टेड छ होइन, अलिकति अगाडि जाँदाखेरि अरू पुलिस स्टेसन्सहरू, ट्राफिक चोकहरू, अलिकति प्राइभेट सेक्टरको कम्पनी जहाँनिर हुन्छ कर्पोरेटहरूले आफ्नो ठुलो सिसाको बिल्डिङ बनाउने त्यो पनि ध्वस्त छ। सो त्यस्तै देखिराख्दाखेरि चाहिँ हरेक क्रिटिकल इन्फ्रास्ट्रक्चर अलङ विथ रेसिडेन्ट अफ पोलिटिकल पार्टिज, पिपल अफिलिएटेड टु पोलिटिकल पार्टिज होइन, त्यो देख्दाखेरि चाहिँ एभ्रिथिङ अल द इन्फ्रास्ट्रक्चर द्याट इज निडेड फर अ कन्ट्री होइन, एउटा देशको लागि चाहिने जुन एउटा पूर्वाधारहरू हुन्छ त्यो नै डिस्ट्रक्ट भएको देख्दाखेरि चाहिँ इट्स अ न्यू वे अफ वार, न्यू वे अफ डिस्ट्रोइङ अ कन्ट्री सिस्टमेटिकली जस्तो लाग्यो क्या मलाई। द्याट वाज माई अब्जर्भेसन फ्रम द सेकेन्ड डे। अनि त्यो त्यो चाहिँ कस्तो खालको भयो भने अगाडिको दिनमा हजुरलाई जुन त्यो ट्रेजेडी फिल भइरहेको हुन्छ एज इफ हजुरले एउटा फ्यामिलीको सदस्य नै गुमाइस्यो भनेर, सेकेन्ड डेमा चाहिँ यस्तो धेरै डिस्ट्रक्सन भयो कि फर्स्ट डेको ट्रेजेडी नै बिर्साउने गरेको डिस्ट्रक्सन भयो के, जुन चाहिँ इट्स नट
इट्स नट फेयर फर दोज हु डाइड। त्यसपछि अब सेनाले कन्ट्रोल लिनुपर्ने भयो, सिचुएसन आउट अफ ह्यान्ड गयो होइन। त्यसपछि रातिको 9-10 बजेतिर सेनाबाट पनि एउटा विज्ञप्ति आयो। सो उहाँहरूले कन्ट्रोल लिने काम गरिरहनु भएको थियो र देशमा चाहिँ अब नयाँ लिडर नभएपछि एउटा देश पुरा ब्रेक हुन्छ होइन। अब नयाँ एउटा, मैले मम्मीलाई पनि भनिरहेको थिएँ कि यो मान्छे र बीज मौरी को चाहिँ एउटै खालको सिस्टम हुँदो रहेछ। बी हाइभ्सबाट रानी निकालिदिने बित्तिकै त्यो बी हाइभ चाहिँ कन्टिन्यू गर्न सक्दैन कि एउटा रानी अथवा लिडर बिना। सानो त्यो भन्छ नि अरू चाहिँ वर्किङ बी हुन्छ नि, वर्किङ बी चाहिँ होइन जताततै उड्न थाल्छन् नि तिनीहरू रानी परेपछि। अनि एउटा पर्पस हुँदैन। अब उसलाई के गर्ने, अब कतातिर जाने भन्ने एउटा फ्युचरिस्टिक गोल हुँदैन जुन चाहिँ रानीले गाइड गर्न सक्छ होइन। त्यस्तै मलाई पनि देशबाट एउटा रानी निकाल्दे जस्तो फिल भयो, जसले गर्दाखेरि चाहिँ मान्छेहरू अझै त्रसित, त्यो माथि सबै क्रिमिनल्सहरू जसले रेप गराएछन्, मर्डर गराएछन्, सायद कोही सिरियल किलरहरू पनि होलान्, उनीहरू पनि बाहिर निस्किरहेछन्। यो खालको सिचुएसनको माहौलमा चाहिँ देयर वाज नो सिस्टम फर अ टाइम बिङ। अनि त्यो गर्दाखेरि मलाई त्यो आफू पनि त्यो मौरीको एउटा वर्किङ बी जस्तै लागिरहेको थियो, जसको पर्पस छैन, टु वरिड, डोन्ट नो वाट टु थिङ्क अहेड। र त्यसले त्यो भइसकेपछि अब देशमा चाहिँ कोही न कोही लिडरसिपमा आउनुपर्छ भन्ने कुरा भयो र जेनजी समूहले यो डिस्कर्ड भन्ने जुन एउटा अनलाइन प्लेटफर्म हुन्छ त्यहाँनिर चाहिँ चयन गर्नुभएको थियो, हु डु यु थिङ्क सुड कम इन द लिडरसिप भन्दाखेरि सुशीला कार्की, माननीय सुशीला कार्कीज्यूले चाहिँ बढी मत पाउनु भएको थियो कि। सो आई थिङ्क इन द हिस्ट्री अफ इलेक्टोरल सिस्टम दिस इज द फर्स्ट टाइम वेन अ लिडर गेट सेलेक्टेड आउट अफ अ प्लेटफर्म। सो द्याट वाज द फर्स्ट टाइम। या मैले त त्यति बेलै डिस्कोड भन्ने त मलाई थाहा नै थिएन। मलाई चाहिँ डिस्कोड एक्ज्याक्टली एज अ वर्ड थाहा थियो, तर एप थाहा थिएन के मलाई रहेछ पनि थाहा डिस्कोड। छैन, म त्यही त मैले रिसर्च रियल गर्नु टाइम पर्यो थाहा के हो यो पाएको। डिस्को। अनि त्यही त रिसेन्टली, अनि त्यसमा त्यो अचम्मको कुरा चाहिँ मेबी अब हामी जेन्जी होइनौँ र हामीलाई थाहा छैन, जेन्जीहरूले युज गरिरहने होला यो चिज होइन। अनि के जेन्जीहरू चाहिँ त्यसमा नेपालीकै जेन्जीहरू नै मात्रै थिए कि अब हुन्छ नि कोले भोट गरे भन्ने कुरा कसरी थाहा पाउने भन्ने हुन्छ नि अचम्मको कुरा के यो चाहिँ। अनि अब अर्को कुरा चाहिँ मलाई सबसे अचम्म लाग्यो, त्यो त्यो स्टडी गर्नुपर्छ भने साँच्चै स्टडी नै गर्नुपर्छ। म त्यो कस्तो के हुँदो रहेछ त, कसरी डिसाइड गर्दो रहेछन् भनेर मैले लिङ्क पाएँ एकजनाबाट, अनि त्यसपछि मैले हेरेँ। अनि प्रोफाइल पिक्चर समेत छैन क्या, एभाटार एभाटार छ के उसमा। अनि त्यो भोट गर्ने कसैले मान्छेको ला अब हुन्छ नि एआईले टेक ओभर गर्ने भन्दै थियो, सुरु चाहिँ यसरी नै हुने रहेछ जस्तो भएको थियो। एनिवे कमिङ ब्याक टु द टपिक। क्यान्डिडेट इज गुड होइन, रिगार्डलेस अफ आउटकम इज हुन्छ नि गुड, प्रोसेस जे भए पनि। अनि अब अब चाहिँ के हुन्छ त, अब जस उहाँ आउनुभयो अहिलेको लागि, उहाँ हाम्रो रानो हुनु भयो होइन। अनि सो वाट्स द अब नेक्स्ट स्टेप चाहिँ अब चुनाव होइन 6 महिनामा भन्ने। अनि त्यसमा चाहिँ हाम्रो पोलिटिकल अब पार्टी जुन नेपालको प्रोसेस छ, अनि अब जेनजीले चाहिँ कसरी यो भित्र छिर्ने के छ, कसरी हुन्छ यो चाहिँ अब माहौल, भोट दिने उहाँको वर्क हो कि उहाँहरूले पार्टी बनाउन पर्छ कि केही न केही त हुन पर्यो नि त, नभए त ब्याक टु अब फेरि पहिलाकै पार्टीहरू नै एउटै प्रोसेस हुने भयो नि त, विथ द लिटल हुन्छ नि ग्याप। त्यही त अब वे फरवर्डको कुरा गर्दाखेरि चाहिँ अहिले अन्तरिम सरकार गठन भएको छ र अन्तरिम सरकारमा चाहिँ सुशीला कार्कीज्यू पूर्व न्यायाधीश अन्तरिम सरकारको प्रधानमन्त्री बनेर आउनु भएको छ। उहाँको चाहिँ 2टा म्यान्डेट छ। एउटा भनेको चाहिँ हजुरको जो चाहिँ भिक्टिम भयो यो प्रोटेस्टको अथवा यो डिस्ट्रक्सनको, उहाँहरूलाई क्षतिपूर्ति दिने, उहाँहरूलाई शहीद घोषणा गर्नुपर्छ कि के गर्नुपर्छ त्यो ड्यामेज कन्ट्रोल गर्ने। र सेकेन्ड भनेको चाहिँ उहाँले 6 महिनामै इलेक्सन गराउने। अब जस्तो कसरी चाहिँ हामीले इन्स्योर गर्ने कि हामीलाई जस्तो चाहिएको छ एउटा डेमोक्रेटिक भ्याल्युज बोक्नु भएको लिडरसिप उहाँहरूलाई ल्याउने भनेको चाहिँ हाउस अफ रिप्रेजेन्टेटिभ हो। र हाउस अफ रिप्रेजेन्टेटिभकै सदस्य चाहिँ प्राइम मिनिस्टर हुन्छ, जस्तो जसले चाहिँ मेजोरिटी भोट पाउँछ। इच्छुक हुने व्यक्ति कसरी हाउस अफ रिप्रेजेन्टेटिभमा आउँछन् भन्दाखेरि चाहिँ हजुरको 165 इलेक्टोरल कलेजेसहरू हुन्छ कि, कन्स्टिट्युन्सी भन्छ नि, हजुरहरूलाई पनि थाहा छ नि होइन।
सो त्यस्तो खालको 165 चाहिँ देशैभरि छरिएको छ। जस्तो काठमाडौँ जस्तो जिल्लामा अलिक बढी कन्स्टिट्युन्सी हुन्छ भने गाईघाट जस्तो ठाउँमा अलिकति कम हुन्छ, किनकि मान्छे पनि त्यही अनुसार डिस्ट्रिब्युटेड छन् नि, काठमाडौँमा अलिकति बढी छन्। दुई तरिकाको भोटिङ सिस्टम हुन्छ। एउटा चाहिँ फर्स्ट पास्ट द पोस्ट भन्छन्, जुनमा चाहिँ जो जो व्यक्तिको बढी भोट आयो ऊ स्वतः हाउस अफ रिप्रेजेन्टेटिभमा जान्छ। र सेकेन्ड चाहिँ प्रपोर्सनल रिप्रेजेन्टेसन भन्छ क्या, जसमा चाहिँ व्यक्तिहरूले पोलिटिकल पार्टिजलाई भोट गर्छन् र जो पर्सेन्टेजको आधारमा, जस्तो लेट्स से ए पार्टीलाई चाहिँ हजुरको 35% अफ द टोटल भोट इन द होल कन्ट्री 35% अफ द भोट आएको छ भने त्यो पोलिटिकल पार्टीले चाहिँ कति हो 35% इन मेम्बर्स क्या, इन इन इन्डिभिजुअल नम्बर, त्यो क्यालकुलेट गरेर चाहिँ आफ्नो प्रतिनिधि पठाउँछ क्या। सो बुझ्छु कसरी हुन्छ। अनि क्वेसन यसमा चाहिँ जस्तो अब जेनजीहरू पनि अब हामीलाई रिप्रेजेन्टेटिभमा चाहियो होइन, लाइक त्यसैको लागि भयो नि त। अनि उहाँहरूले चाहिँ अब यो विदिन 6 महिनामा चाहिँ जेनजी पार्टी भनेर रेजिस्टर गरेर गर्न पर्यो कि उहाँहरू पनि पहिला भएकै पार्टीको एउटा सदस्यता लिनु पर्यो कि कसरी चाहिँ उहाँहरू यो गेममा छिर्नुहुन्छ? टु आन्सर यो क्वेसन, सबै खालको तरिकाले। जस्तो हामीले यो भन्न सक्दैनौँ कि अहिले जुन स्ट्याब्लिस पोलिटिकल पार्टिजहरू हुनुहुन्छ उहाँहरूकोमा पनि सच्चा जेन्जी हुनुहुन्न भन्ने छैन नि त। त्यहाँनिर पनि हामीले अहिले जेन्जीको माग जे हो त्यही नै बोकेको एउटा सदस्य पनि हुन सक्छन्। हामी सबैजनालाई एउटै क्याटेगोरीमा कहिले पनि राख्न मिल्दैन होइन। सो जुन पोलिटिकल पार्टीहरूमा हाम्रो कुरा बोकेका, हाम्रो जुन माग बोकेका व्यक्तिहरू छन् उनीहरू पनि एउटा आउनु पर्यो। तिनटै वेमा हामी अब छरिनु पर्ने हुन्छ। जो पोलिटिकल पार्टीमा आबद्ध छौँ हाम्रो माग अगाडि ल्याउनु पर्ने खालको युवा चाहियो। अर्को भनेको चाहिँ यो जेनजीको जुन माग छ त्यसलाई बोक्ने एउटा पोलिटिकल पार्टी भएको अझै बेस, किनकि सङ्गठित रूपमा हुन्छ। र अर्को इन्डिभिजुअल क्यान्डिडेटहरूले पनि आफ्नो उम्मेदवारी दिन पाइन्छ। अहिले के सुन्नेको चाहिँ के छ, लाइक अब पार्टी बन्दैछ कि यस्तो केही कुरा सुन्नमा केही आएको छ? अब अफकोर्स ट्रु न्युज कतिको हुनसक्छ, तर अब नेक्स्ट स्टेपको लागि चाहिँ जो आन्दोलनमा देखिनु भएको अनुहारहरू थियो कि उहाँहरू इलेक्सनमा आउँदै हुनुहुन्छ त? किनभने मैले चाहिँ एक दुईजनाको देखेको थिएँ, उहाँहरूले चाहिँ होइन हामीले त देश बनाउनलाई आन्दोलन गरेको हो, हामी सहयोग गर्छौँ तर हामी राजनीतिमा आउँदैनौँ, किनभने हामी त इन्फ्लुएन्सर, जुन उहाँहरूले ठिक कुरा पनि भन्नुभएको, हामीलाई राजनीतिबारे थाहा छैन, हामी त इन्फ्लुएन्सर हो होइन, देशमा यस्तो अवस्था आयो त्यही भएर हामी चाहिँ सडकमा देखियौँ तर हामी राजनीतिमा आउँदैनौँ, बिकज म त्यसको विज्ञ होइन भनेर मैले चिनेको एक दुईजना इन्फ्लुएन्सरले चाहिँ त्यस्तो भन्नुभयो। तर कुनैहरू हुनुहुन्छ जो चाहिँ राजनीतिमा प्रत्यक्ष रूपमा आउँदै हुनुहुन्छ? अब यही हुन्छ भन्ने चाहिँ केही पनि छैन होइन। त्यस्तो फर्मली डिस्कसन चाहिँ एटलिस्ट न्युज च्यानल्सहरूमा छैन र मलाई थाहा छैन पोलिटिकल पार्टी बन्छ कि बन्दैन। तर मेरो सुझाव चाहिँ के हुन्छ भने एउटा कोअर्डिनेटेड अर्गनाइजेसन भयो भने, अब पोलिटिकल पार्टीको नाम त बदनाम छ तर पोलिटिकल पार्टी भनेको चाहिँ एउटा क्लब हो नि त। त्यहाँनिर आएर छलफल हुन्छ, हामीले कसरी एउटा स्ट्रक्चरल रूपमा हाम्रो माग अगाडि बढाउन मिल्छ, अथवा को कहाँनिरबाट उठ्ने, कुन जिल्लामा उठ्दाखेरि चाहिँ हाम्रो अलिकति बढी सम्भावना छ, त्यो सबै कुरा चाहिँ धेरैजनाको ब्रेन भयो भने अझै ब्युटिफुल रिजल्ट आउँछ। भर्सेस एउटा इन्डिभिजुअल क्यान्डिडेट हुँदा पनि आउन सक्छ, तर यु हेभ टु डु मोस्ट अफ यु वर्क अलोन। सो त्यो चाहिँ एउटा हुन्छ। तर एकछिन है त, एकछिन, अब यो सोसियल स्टडी पढ्दा हामी धेरै साना थियौँ त्यही भएर हामीलाई अब अहिले याद छैन, हामीले सबै कुरा पढेको हो तर अब मलाई केही याद छैन, अप्पर हाउस र लोवर हाउस भन्ने याद छ। सो हाउस अफ रिप्रेजेन्टेटिभ जुनलाई चाहिँ हामी तल्लो सदन भन्छौँ, त्यहाँ चाहिँ यो संसद यस्तोहरू हुनुहुन्छ होइन। सो अनि यो के अरे अप्पर हाउसमा चाहिँ मिनिस्टरहरू हुनुहुन्छ। होइन, सो यस्तो हुन्छ, काउन्सिल अफ मिनिस्टर भन्ने फेरि अर्को बडी हो है। काउन्सिल अफ मिनिस्टर चाहिँ पोलिटिकल अपोइन्टमेन्ट हो है। तर हाउस अफ रिप्रेजेन्टेटिभ चाहिँ मान्छेले चुज गर्छन्। डिरेक्टली हामीले जिल्ला जिल्लाबाट चुज गरेको। सो नेसनल एसेम्ब्लीमा चाहिँ के हुन्छ भने जुन चाहिँ अप्पर हाउस हो होइन, त्यसमा चाहिँ 59 जना मेम्बर्सहरू हुन्छन् र 56 जना चाहिँ अब प्रत्यक्ष मान्छेले भन्दा पनि अब हामीले जसलाई चाहिँ इलेक्ट गरेर पठायौँ नि अगाडिको टाइममा, जस्तो हामीले मेयर डिरेक्टली चुज गऱ्यौँ, उपमेयर डिरेक्टली चुज गऱ्यौँ र प्रदेश सभाका सांसदहरू होइन उहाँहरूले चाहिँ इलेक्ट गर्ने हो। र युजली चाहिँ उहाँहरू पोलिटिकल अफिलिएसन राखेकै मान्छेहरू हुनुहुन्छ कि। सो अब दिस इज वेयर वी आर। अब होपफुल्ली हाम्रो फागुनमा राम्रोसँगै जान्छ।
इलेक्सन र हाउस अफ रिप्रेजेन्टेटिभ फेरि गठन हुँदाखेरि चाहिँ हाम्रा मान्छेहरू पनि त्यहाँ आउँछन् र फाइनली हाम्रो मान्छे आइसकेपछि पनि त्यहाँनिर मेजोरिटी 2/3 भोट ल्याएपछि बल्ल एउटा जुन सरकारको प्रधानमन्त्री बन्नुहुन्छ त्यसरी चाहिँ हाम्रो प्रधानमन्त्री चयन हुने हो। सो इट्स अ कम्प्लिकेटेड प्रोसेस नेपालमा पार्लियामेन्टरी सिस्टम, बट लेट्स होप फर द बेस्ट फर नाउ। Okay, यसमा thank you चाहिँ so much सबैजना for एक्टिभ हुनुपर्छ यहाँ। mm, सबैजना जुट्नु पर्यो। thank you so much Diksha for giving us त्यहाँनेरि भएको ग्राउन्ड्सको इन्फर्मेसन। अनि अल्सो अल द लिगल Mhm. कुराहरू जुन हामीले बुझ्दैनथ्यौँ अथवा पढेर पनि बिर्सिसकेका थियौँ होइन, फेरि रिफ्रेसर पनि भयो र नयाँ नलेज पनि एड भयो। So anyway, thank you everybody for watching our video. अब अर्को भिडियो पनि होपफुली छिटै ल्याउँछौँ होला। हामीलाई धेरै समयपछि जुड्नु भएकोमा धेरै धेरै धन्यवाद। Thank you very much. See you later. Thanks for watching. नमस्ते। नमस्ते।